नेपाल भारत सीमा अतिक्रमणको सम्बन्धमा जेठ 17 गते प्रतिनिधि सभा विपक्षी बेन्चमा रहेका केही दलका सांसदहरूले सोधेको प्रश्नमा प्रधानमन्त्री बालेन्द्रले दिएको जवाफ विरुद्ध विपक्षी दलका सांसदहरू बारुद झैँ पड्किन थाले। प्रधानमन्त्री संसदमा उपस्थित भएर माफी माग्नु पर्दछ, राजीनामा दिनुपर्दछ भन्दै सम्माननीय प्रधानमन्त्रीमाथि देशद्रोहीको आरोप समेत लगाए। स्मरण रहोस्, संसदीय पद्धतिमा आक्रोशको कुनै स्थान हुँदैन। संयमता, भद्रता, विवेकी संवाद र समालोचनाको ठूलो महत्त्व रहन्छ। त्यसैले कम्तीमा पनि सत्ता पक्ष र विपक्षी दलका सांसदहरू एउटा समिति बनाएर संवादद्वारा अगाडि बढ्नुपर्ने हो। प्रधानमन्त्रीको जवाफमा त्यस्तो के रहेछ जसको कारण विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए? प्रधानमन्त्रीले आफ्नो जवाफमा प्रयोग गरेका शब्द, वाक्य र वाक्यहरूको सिक्वेन्सको थोरै चर्चा गरौँ। उहाँले भन्नुभयो, तपाईहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको मात्र जग्गा मिचेको होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खर थाहा भयो। प्रधानमन्त्रीले जसरी, जुन ढङ्गमा, जुन शैलीमा जवाफ दिनुभयो त्यसबाट सहज अनुमान लगाउन सकिन्छ कि नेपाल भारत सीमा मिचाइको सम्बन्धमा उहाँलाई कतैबाट केही सुन्नमा आएको, थाहा पाएको र उहाँ स्वयं अचम्मित हुनुभएको रहेछ। जुन कुरा थाहा पाएर उहाँ अचम्मित हुनुभयो त्यो कुरा, त्यो विषयको सत्यता, संवेदनशीलता, गम्भीरता र त्यसको आधिकारिकताको भेरिफिकेसन नै नगरी जवाब दिने क्रममा संसदमा जस्ताको तस्तै व्यक्त गर्नु प्रधानमन्त्री बालेनको अनइन्टेन्सनल इरर थियो। कम्तीमा पनि आफ्नो स्ट्याटसको ख्याल राख्नुपर्ने थियो। कहाँ के बोल्दैछु त्यसको हेक्का पनि हुनु पर्थ्यो। कतै प्रधानमन्त्रीले क्रस बोर्डर ल्यान्ड अकुपेसन, सीमापार जमिन कब्जा, नो म्यान्स ल्यान्ड इन्क्रोचमेन्ट, 10 गजा अतिक्रमण र गण्डक नदीको बहावमा हुने परिवर्तनको कारण उब्जिएको सीमा हेरफेरको विषय उठाउन खोज्नु भएको त होइन। सीमा क्षेत्रमा भारतीयहरूको नेपालमा र नेपालीहरूको भारतमा भूस्वामित्व रहेको र खनजोत पनि गरि नै रहेका छन्। 10 गजा अति नै अतिक्रमित छ। तर यस सन्दर्भमा स्पष्ट हुन जरुरी छ कि सीमा सम्बन्धी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कानुनले क्रस बोर्डर ल्यान्ड अकुपेसन, नो म्यान्स ल्यान्ड इन्क्रोचमेन्ट र सीमा नदीको बहावमा
हुने परिवर्तनको कारण सिर्जना हुने सीमा हेरफेरको अवस्थालाई बोर्डर डिस्प्युटको रूपमा मान्यता दिन्छ वा दिँदैन। प्रधानमन्त्रीले नेपाल भारत सीमा अतिक्रमणको सम्बन्धमा दिनुभएको जवाफको बाँकी केही अर्को पार्टको चर्चा गरौँ। उहाँले भन्नुभयो, त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेका छौँ वा उहाँहरूले मिच्नु भएको छ के छ, त्यसलाई एउटा साथीको रूपमा बसेर समाधान गर्ने सोच हामीले बनाएका छौँ। प्रधानमन्त्रीको त्यो जवाफबाट अलर्ट हुँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भनेका छन् कि नेपाल भारतको लगभग 98% सीमा तय निर्धारण भइसकेको छ। फेरि पनि केही ठाउँमा केही समस्या छन् जसलाई सुल्झाउन बाँकी छ। अर्थात् सुल्झाउन बाँकी रहेको 2% मात्र सीमा सुल्झाउन बाँकी छ र त्यो 2% भित्र कुन कुन सीमा क्षेत्र पर्दछन् त्यो स्पष्टसँग उल्लेख गरेको छैन। तर सँगसँगै गण्डक नदीको बहाव परिवर्तन सुस्तालाई इङ्गित गर्न खोजेको, गण्डक नदीको बहाव परिवर्तन, क्रस बोर्डर अकुपेसन, सीमा पार कब्जा, नो म्यान्स ल्यान्ड इन्क्रोचमेन्ट, 10 गजा अतिक्रमणको उल्लेख गरेको छ। तर कालापानी, लिपुलेक, लिम्पियाधुराको कहीँ कतै उल्लेख छैन। अर्थात् ती भूभागहरू कालापानी, लिम्पियाधुरा, लिपुलेक भारतीय भूभाग हो। सन् 2019मा भारतले प्रकाशित गरेको अपडेटेड नयाँ राजनीतिक नक्सामा ती भूभागहरू कालापानी, लिपुलेक, लिम्पियाधुरा अङ्कित छ। भारतीय विदेश मन्त्रालयको त्यो विज्ञप्ति र त्यो भनाइप्रति हाम्रा देशभक्त सांसदहरू बेखबर छन्। विगतमा हाम्रो संसदले सर्वसम्मत पास गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरिएको नयाँ नक्सा, चुच्चे नक्साको प्रभावकारी कार्यान्वयनतर्फ संसदमा केही कुनै बहस छैन। जय मातृभूमि, जय नेपाल।